होमस्टे यो खोल्नु यसको उद्देश्य चाहिँ अहिलेको अब युग अनुसार र अहिलेको बढ्दो अब जनसङ्ख्या प्लस अब अहिले सबैको घरमा अब नानीहरू पढेको हुन्छ पढ्छ सबैले नोकरीहरू पाउँदैन त्यसले गर्दाखेरि अब होमस्टे चाहिँ मैले यस्तो प्रकारले सम्झेँ कि अब नानीहरूलाई भोलिको दिनमा पढेको नानीहरूले अब सरकारी गभर्मेन्ट नोकरी केही पाउनु सकेन भने पनि कमसेकम यो होमस्टेबाट केही गरेर खानु सक्छ भन्ने एउटा मेरो सोच थियो। अनि त्यसै त अब यो होमस्टे खोलेपछि इन्कममा तपाईँको केही फेरबदल त हुन्छ। कुनै दुःख गरेपछि केही न केही अब दुई पैसा त्यसमा अब इन्कम हुन्छ। त्यो हिसाबले अब हामी बस्तीमा त अब खेती किसान गरेको हुन्छ। मेन त अब खेती किसान भयो अनि प्लस अब गाईहरू पालेर दुधहरू बेचेर गाउँमा प्रायः सबै बेसी जस्तो अब तपाईँको अब सब्जीहरू गरेर दुधहरू बेचेर त्यही सबैले अब घर चलाउने त्यो गरेको